So guys, so right now we are going down to the abandoned house. And यहाँ चाहिँ केटाहरू आफ्नो आफ्नो सामान बोकेर That's what I'm doing. Okay. ल लाग्यो So guys, we are finally here. You might be seeing this. This is an abandoned house. हामी चाहिँ अहिले यहाँको छ. We got guitar here अनि यहाँनिर केटाहरू guitar getting ready. अनि yeah, we're gonna stay here tonight. मात्रै गएर. So guys, यो चाहिँ abandoned house हो हुन चाहिँ खासमा हैन. We are getting ready here अनि we're gonna cook this now. Everyone is doing their job here. अरू केटाहरू बाहिर छन् दाउरा खोज्न गएको छन् कोही पान लिन गएका छन् कोही के गर्न गएको छन् This guy is busy with his phone. He might be like उसको गर्लफ्रेन्डलाई पक्कै पनि त्यतिखेर पकाउँदै होला अघि भर्खर बाजे राखेको भन्दै थियो might be the case म बाजे राखेको के so यहाँ चीजहरु छ this one is here यो हाम्रो मसाला ल्याउन बिर्सेछ नि त नि ए साथी दिदी तर हामीसँग छैन त्यो ठिकै छैन प्रब्लम and here यहाँ हाम्रो केटाहरु छ busy with their own works यहाँ हाम्रो दारेसिङ बुहारी कान्छुबारी हाम्रो घरको कान्छु बुहारी is doing the every home and works here यहाँनिर उसको गर्लफ्रेन्डसँगै बोल्दैछ गाइस फोन देखाउँदिन म ए बिजी जतिखेर अनलाइन जतिखेर बिजी जति जे गर्दा नि गर्लफ्रेन्ड हाम्रो यहाँनिर हाम्रो मास्टर सेफ यहाँ हुनुहुन्छ he is doing his work अनि म छु अनि एकजना मित्र पनि हुनुहुन्छ कि हामीसँग तर उहाँ चाहिँ गर्लफ्रेन्डले फकाउँदै गरेको एनीवे त्यस्तै हो हैन ल गाइज we are getting started nice one तिहारलाई बाई गरेको अरे बाई तिहार त गइहाले छ शेर न ल खुकुरी फेरि अत गइहाले छ शेर हेर के गर्छस् ह्यापी तिहार दे जे हैन तिहारलाई बाई चाहिँ गरेको क्या अब ह्यापी तिहार हैन बाई बाई तिहार चाहिँ गाइज तर कहाँ पुग्थ्यो र सोचे जति सबै सधैँ आई काम मेरा रोज का ना किसी पे I'm sorry I forgot the lyrics जमुनाको फेदैमा मन कामना पता नहीं मुझे समझ नहीं आता मेरे साथ कभी कोई क्लब नहीं आता
अपने पल्ले से कोई नहीं पिलाता मैं पी लूं साला फिर कोई मुंह नहीं लगाता क्योंकि होइन होइन अब त राम्ररी बसिहाल्यो अब त अघि अघि यता नै हो यस्तो हग्नु बसेको छ खानु छ जस्तो देखिँदैन यस्तो मैमरीलाई लिन परदेशी आउँछ रे